हामी सबैको जीवनमा दिनौं साना ठूला चुनौतीहरू आइपर्छन्, होइन त? तर के यी चुनौतीहरूलाई हामीले आफ्नो विकासको अवसर बनाउन सक्छौं? आज हामी यस्तै केही विशेष साधन अर्थात् जीवनोपयोगी सिपबारे कुरा गर्नेछौं, जसले हाम्रो हरेक दिनलाई अझै अर्थपूर्ण बनाउन मद्दत गर्छ। ल आउनुहोस्, हाम्रो पात्र आशाको दिन कस्तो हुँदैछ हेरौं। उनी सोशल मिडिया हेर्दैछिन् र अचानक एउटा समाचारमा उनको आँखा पर्छ। तर त्यो समाचार कता कता अपत्यारिलो, भ्रामक जस्तो देखिन्छ। यस्तो अवस्था त हामी सबैको जीवनमा आइरहन्छ नि, होइन र? कुरा यतिमा मात्रै सकिँदैन। आज आशाले एकजना साथीसँग अलिक गाह्रो कुराकानी पनि गर्नुपर्नेछ, अनि त्यसमाथि दैनिक जीवनका सानातिना दबावहरूले उनलाई तनाव दिइरहेका छन्। यस्ता क्षणहरूले हाम्रो पुरै दिनलाई कसरी प्रभावित पार्छन् भन्ने कुरा हामी सबैले महसुस गरेकै छौं। त्यसो भए प्रश्न उठ्छ, यी दैनिक चुनौतीहरूको प्रभावकारी रूपमा कसरी सामना गर्ने त? के यसको कुनै उपाय छ? हो, पक्कै पनि छ। र त्यो उपाय के हो? आउनुहोस् अब त्यसैको बारेमा गहिरिएर बुझौं। हो, यसको जवाफ जीवन जिउने कलामा लुकेको छ। र यो कला सिक्नका लागि हामीलाई केही खास सिपहरू चाहिन्छ, जसलाई जीवनोपयोगी सिप भनिन्छ। ल, अब यसैमा डुबुल्की मारौँ है त। आखिर के हो त यो जीवनोपयोगी सिप भनेको? एकदमै सरल भाषामा भन्नुपर्दा यो हाम्रो दैनिक जीवनमा आइपर्ने समस्याहरू सुल्झाउन र अरूसँग राम्रोसँग व्यवहार गर्न चाहिने क्षमताहरूको एउटा समूह हो। यो कुनै नयाँ कुरा पनि होइन है। विश्व स्वास्थ्य सङ्गठन र युनिसेफ जस्ता संस्थाहरूले त 1990 को दशकदेखि नै यस्ता सिपहरू मानसिक स्वास्थ्यका लागि एकदमै जरुरी छन् भन्दै आएका छन्। र एउटा रमाइलो कुरा के छ भने यी सबै सिपहरूलाई खास गरी 3वटा मुख्य भागमा बाँड्न सकिन्छ। पहिलो हो संज्ञानात्मक सिप, अर्थात् हामी कसरी सोच्छौं र विश्लेषण गर्छौं। दोस्रो अन्तर्वैयक्तिक सिप, अर्थात् हामी अरूसँग कसरी सम्बन्ध बनाउँछौं। र तेस्रो संवेगात्मक सिप, अर्थात् हामी आफूलाई, आफ्नो भावनालाई कसरी व्यवस्थापन गर्छौं। ल, फेरि आशाको कथामा फर्कौं है त। अब हेरौं उनले पहिलो श्रेणीको सिप अर्थात् स्पष्ट सोच्ने सिप कसरी प्रयोग गर्छिन्। याद छ नि, आशाले त्यो शङ्कास्पद समाचार देखेकी थिइन्। उनलाई त्यो समाचार त्यत्तिकै पत्याइहाल्न मन लागेन। यहाँ उनलाई एउटा विशेष संज्ञानात्मक सिपको खाँचो पर्छ। त्यो सिप हो समालोचनात्मक चिन्तन। यसको मतलब के हो भने कुनै पनि जानकारीलाई आँखा चिम्लेर विश्वास गर्नुको सट्टा त्यसको सत्यता के हो, यसमा के कस्ता कमी कमजोरी छन् भनेर गहिरिएर विश्लेषण गर्नु। यो सिपले हामीलाई हल्ला र गलत सूचनाबाट जोगाउँछ। अनि हेर्नुहोस् त, आशाले यही सिप प्रयोग गर्छिन्। सबैभन्दा पहिले उनी प्रश्न गर्छिन्, यो समाचार आएको ठाउँ कतिको विश्वासिलो छ? त्यसपछि उनी तथ्य के हो र व्यक्तिगत विचार के हो भनेर छुट्याउन खोज्छिन् र अन्त्यमा प्रमाणको आधारमा एउटा निष्कर्ष निकाल्छिन्। यही प्रक्रियाले उनलाई गलत जानकारीमा फस्नबाट बचायो। ल, अब कथालाई अलि अगाडि बढाउँ। आशाको दिनको अर्को चुनौती एकजना साथीसँग जोडिएको छ। यो चुनौती सामना गर्न उनलाई दोस्रो खालको सिप अर्थात् अरूलाई बुझ्ने कलाको आवश्यकता पर्छ। दिउँसोतिर आशाले आफ्नी एक दुखी साथीसँग कुरा गर्नुपर्ने भयो। यस्तो संवेदनशील कुराकानीलाई कसरी सम्हाल्ने होला? हो, यहाँनिर एउटा अर्को शक्तिशाली सिपले काम गर्छ। त्यो सिप हो समानुभूति। समानुभूति भनेको अरूको भावना र स्थितिलाई उनीहरूकै नजरबाट हेर्ने र महसुस गर्ने क्षमता हो। भनौँ न, एकछिनका लागि आफूलाई अर्काको जुत्तामा राखेर हेर्नु जस्तै। यसले सम्बन्धहरूलाई साँच्चीकै गहिरो बनाउँछ। र यहाँ समानुभूति र सहानुभूति बीचको एउटा महत्त्वपूर्ण भिन्नता बुझ्न जरुरी छ। समानुभूति भनेको कसैसँग सँगै महसुस गर्नु हो, जस्तै म तिम्रो भावना बुझ्न सक्छु भन्नु। तर सहानुभूति भनेको कसैका लागि दुःख मानिदिनु हो, जस्तै तिमीलाई यस्तो भयो, मलाई दुःख लाग्यो भन्नु। समानुभूतिले सम्बन्ध जोड्छ भने सहानुभूतिले कहिलेकाहीँ दूरी बढाउन सक्छ। ल, अब पालो आयो तेस्रो र अन्तिम श्रेणीको, आफूलाई व्यवस्थापन गर्ने शक्ति। अब आशाले बाहिरी चुनौती होइन, आफ्नै भित्री भावनाहरूको सामना गर्दैछिन्। साथीसँगको कुराकानीपछि आशालाई आफ्नो व्यस्त तालिकाको बारेमा सोच्दा तनाव महसुस हुन्छ। यस्तो त हामी सबैलाई हुन्छ नि, होइन र? जब एकैचोटि धेरै कामको बोझले थिच्छ, दिमागै तात्ने जस्तो हुन्छ। यस्तो अवस्थामा पहिलो पाइला हो आत्मबोध, अर्थात् आफ्नो शक्ति, कमजोरी र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो मनमा के चलिरहेको छ, कस्तो भावना आइरहेको छ भनेर स्पष्टसँग चिन्नु। किनकि जब हामी आफ्ना भावनाहरूलाई चिन्न सक्छौं तब मात्र त्यसलाई व्यवस्थापन गर्न सक्छौं।
त्यसो भए आशाले यही प्रक्रिया अपनाउँछिन्। पहिलो, उनले आफ्नो भावनालाई चिन्छिन् र स्वीकार गर्छिन्। मलाई तनाव भइरहेको छ। यो भयो आत्मबोध। दोस्रो, उनले यो तनावको कारण के हो भनेर पत्ता लगाउँछिन्। र तेस्रो, उनले त्यसलाई व्यवस्थापन गर्न एउटा स्वस्थ तरिका रोज्छिन्, जस्तै केही बेर हिँड्ने वा लामो लामो सास लिने। यो हो संवेग व्यवस्थापन। ला, यी सिपहरू प्रयोग गरेर आशाको दिन कसरी बित्यो, अब त्यसलाई छोटकरीमा हेरौँ। यो नै हो एउटा सचेत जीवनको सुरुवात। एउटा एकदमै सान्दर्भिक भनाइ छ, यी सिपहरूले व्यक्तिलाई शिक्षित मात्र बनाउँदैनन्, बरु एक असल र सचेत नागरिक बन्न पनि मद्दत गर्छन्। मतलब, यी सिपहरूको फाइदा केवल व्यक्तिलाई मात्र होइन, पुरै समाजलाई हुन्छ। त्यसो भए आज आशाले आफ्नो साधन बाकसमा के राखिन् त? आउनुहोस् एकचोटि सरर याद गरौँ। जानकारीलाई जाँच्नका लागि समालोचनात्मक चिन्तन, साथीसँग मन जोड्नका लागि समानुभूति, आफ्नो तनाव चिन्नका लागि आत्मबोध र आफ्ना भावनाहरूलाई सही तरिकाले सम्हाल्नका लागि संवेग व्यवस्थापन। र दिनको अन्त्यमा आशाले आफूलाई पहिलेभन्दा धेरै सक्षम र आफ्नो जीवनमाथि नियन्त्रण भएको महसुस गर्छिन्। उनले चुनौतीहरूलाई समस्याको रूपमा होइन, बरु यी सिपहरू अभ्यास गर्ने एउटा राम्रो अवसरको रूपमा हेर्न थालिन्। र अब अन्त्यमा एउटा प्रश्न सोचौँ त, आज आफ्नो जीवनमा कुन चाहिँ सिप अभ्यास गर्न सकिएला? एकपटक सोचौँ, किनकि जीवन जिउने कला सिक्न कहिल्यै ढिलो हुँदैन।